दाइको दाइ के अरे त्यो टुबी दाइले बोलाउनु माथि जानुपर्छ टुबी दाइ टुबी दाइ टुबी दाइ टुबी दाइ यिनीहरू पनि भोग्यो होइन अरू दिन भोग्छ छ अरू दिन हामी भोग्थ्यो अहिले भोग्दै पुग्यो चाहियो दिनमा टुबी दाइ अरू दिनमा त भोग्छ त फेरि किन नभोग्यो सन्देश सन्देश दाइ माथि दाइको घर ल सन्देश दाइ सन्देश दाइ अस्ति पनि यहाँ फर्केर गएको हुनुहुन्छ क्या आई थिङ्क एकचोटि त टुबी दाइ टुबी दाइ हुनुहुन्न कहाँ जानु भएको हजुर कति बेला आउनुहुन्छ हजुर टुबी दाइ कति बेला आउनुहुन्छ कता मतलब बुझेन मैले बाहिर खोइ एकचोटि तल आउनु होइन टुबी दाइ कति बेला आउनुहुन्छ अनि अस्ति घर आउनु भएको थियो त के अरे हिजो त स्टोरी हाल्नु भएको थियो त घर आउनु भनेर फ्यामिलीसँग बाहिर जानु भयो टुबी दाइ कहिले जानु भयो कहिले आउँछ त्यो पनि थाहा किस्मत छैन कि छैन अरे गाडी घुम्न जानु लाग्यो फ्यामिलीसँग फ्यामिलीसँग घुम्न जानु लाग्यो अब एकचोटि म भोलि ट्राई गर्छु अनि कोही छैन मोडरेटर अहिले म चितवनदेखि आएको कि यताको होइन म यताको होइन कि चितवनदेखि आएको कि हजुर दाइ यार म त आधी जानु त्यही भएर म एकचोटि अझै आएँ ए हो र हो हजुर म चितवनदेखि आएको हो कि दाइ के अरे फेरि आउनु मम्मी त अस्ति फेरि आएको थिएँ दाइ के अरे त घुम्न राख्नु एकचोटि भन्दै चितवनदेखि आएको हजुर लाइभ मैले हेरेको थिएँ पर्सिमा आउनु मिल्दैन क्या किन चाहिँ म चितवनदेखि अस्ति एकचोटि आएको अझै अनि यसपालि आएँ कि अर्कोचोटि आउनु दिनुहुन्न अस्ति पनि एकचोटि आएको थिएँ दाइ घुम्न जानुभएको छ अनि आज मात्र आउनु पाएको पर्सि आउनु भन्नु पर्सि आउनु पाउने क्या म पनि आधी जानलाई हेर्नु भाडा जोडेर आएको एकछिन पछि भेटिन्छ होला नि किन चाहिँ अब हामी एकचोटि गइहाल्छु म आउने पाउने कि चितवन गएपछि फेरि हजुर
पैसा कमा आज जानु लागि त त्यो अघि जाँदा चाहिँ धनको गाडी सक्दिनँ पहिले ठ्याक्कै लाइनमा देखेकै दाइ म भर्खर कलङ्कीदेखि फर्केको म भर्खर कलङ्कीदेखि फर्केर गाडीसम्म अघिलाई ठ्याक्कै लाइन देख्नु भयो क्या मैले अनि मैले गएर एकचोटि मात्र मेरो पनि बुझ्नु दाइ अरे अब यस्तो राम्रो पनि पाउनु क्या एकचोटि धेरै टाढो हामी 1 मिनट भएर हुन्छ क्या हजुर कुन छ यहाँ चित्र लेख्यो आउनै पाउनु क्या म त्यही भएर भनेको क्या एक मिनट के दाइ दाइ अर्कोचोटि आउनु पाउनु क्या दाइ फेरि दाइको सानो धेरै प्रश्न पनि भेट्न पाउनु क्या दाइले फेरि अस्ति पनि आएको थियो दाइ एकचोटि बुझ्नु न अस्ति पनि आएको थियो भेट्नु भयो होइन त्यो धेरै टाइम पनि चाहिने 1 मिनट मात्र होइन अरे अस्ति चित्रमा भेट्न पाउनु क्या दाइ त्यो भेट्नु छ एकचोटि भनौँ न दाइ दाइ टिकटक लगाइदिनुहुन्छ हेर्न पाइन्छ क्या दाइलाई हेर्छ त्यत्रो टाढादेखि आएको बुझ्दैन कि कसरी दर्ने एकैछिन भेट्दै गयो त्यो के अघि न त्यो बेला अनि हजुरले भन्नुभयो कि बाहिर जानु भा अरे तपाईँले भन्नुभयो अघि बाहिर जानु भा घरमै हुनुहुँदो रहेछ भनेर लाइभ हेरेको अघि तपाईँले भन्नुभएको थियो नि त बाहिर जानु भा अनि लाइभमै हुनुहुँदो एकचोटि भनौँ न एकचोटि मात्र क्या दाइले भनिदिनु एकैछिन भेट्न कस्तो गाह्रो हो एकछिन भेट्न कस्तो भाउ चाहिँ बढ्नुपर्छ यही हो के हो खाएले होइन यो टुबिदाको घर बिन्दास एटिट्युड अन टप हो भेट्ने होइन कसैसँग जति रिक्वेस्ट गरे नि त्यही यस्तोलाई सपोर्ट गरेको क्या हामीले यस्तोलाई अरू म रुममा गएर भन्छु है के भएको के भएन त त्यत्रो अघि पनि आएको थियो अघि के भने अरे घरमा खैन अरे बाहिर घुम्न गएको अरे दबाइदियो अहिले चाहिँ के गर्छ एकछिन पछि हेरेको क्या लाइभमा रहेछ कि टिकटक अनि के अरे मिटिङमा हुनुहुन्छ अरे यता भिडियो रेकर्ड गर्नुहुन्छ के भन्नुभएको छ वा मतलब एटिट्युड अन टप राख्ने क्या भाइ जो पनि आओस् एउटा मान्छे हुनु पऱ्यो क्या धपाउनको लागि त्यतिको एटिट्युड भयो भने चाहिँ ठुलो मान्छे पक्का भनिन्छ क्या होइन त्यो सबै सुनेकै होला नि यता उता के रे के यो ध्यान रे होइन बाबुहरू जो भेट्न आउँछ नि छोडिदियो भेट्न यो मान्छे कहाँ बस्छ मान्छे कहाँदेखि आइरह कस्तो बाटो आइरह कस्तो सिचुएसन छ नबुझ्ने
मिटिङ रे भिडियो बनाइरहेको थिएँ आमा मैले बुझेँ यार अघि फ्री सुतेर उठ्नु भएको थियो रे अघि सुतेर उठेर क्या मान्छे प्रब्लम भएको थियो क्या भेट्नमा आशा यस्ता जाठाहरूसँग कहिले भेट्न नआऊ कि तिमीहरू हुन्छौ नि तिमीहरू फ्यान बन्यो नि फ्यान होइन तिमीहरू यस्तालाई है तलमा राखिरहेको हामी मिलियन सब्सक्राइबर रे शुद्धमा नेपालीमा भिडियो बनाउँछ त्यसले बनाउँछ नेपालीमा भिडियो हिन्दीमा बनाउँछ त्यसले नेपाली जनतामाथि भरोसा छैन त्यसलाई भेट्न जाँदा के छु भिडियो बनाइरहेको छु ल्याएको सुतेर उठेर यार मान्छे त्यो बसिरहेको यत्तिकै नल्ला भेटभन्दा चाहिँ नाइ भेट्न सकिँदैन अरे क्या मिटिङमा छु सुतेर उठेर मस्त एक चियाको खाइरह बिजी छु वाह 1 सेकेन्ड छैन क्या टाइम वाह यस्तालाई म भेट्न आएको कुखा यार कुखा हातको आफूमाथि छुगरी एटिट्युड अन टप भाइ मैले चाहिँ मानेको भाइ टुबीलाई कसम भनेको त्यसको घर गएको थिएँ म घरदेखि मलाई कसरी निकाल्यो नि मलाई मात्र थाहा कि म कहाँदेखि आएको कि चितवनदेखि आएको त्यसलाई भेट्न निकाल्यो सलिड निकालेर फ्याँक्यो क्या मलाई कसम भनेको गजब निकालेर फ्याँक्यो क्या मलाई यस्तो बवाल कि भन्नै हुन्न